एकजना 35 वर्षको बिरामी ओपीडीमा आउनुभएको थियो। बारम्बार चाहिँ नाक बुझिने समस्या लिएर चाहिँ आउनुभएको थियो। यसको लागि कुनै उपचार गर्नुभएको छैन भनेर सोद्धाखेरि डाक्टर साहब धेरै उपचार गरियो। यो औषधि 2 महिना भयो नाकमा हाल्न थालेको। सुरुमा चाहिँ काम गर्थ्यो, अहिले त झनै गाह्रो बनाइरहेको छ। नाकबाट सास लिनै सकिँदैन, मुखबाट मात्र सास लिनुपर्छ भनेर चाहिँ भन्नुभयो क्या हैन। मैले चाहिँ त्यो औषधि हेर्दाखेरि चाहिँ त्यो औषधि अक्सिमिथाजोलिन भन्ने नेजल ड्रप औषधि रहेछ। डेली उहाँले चाहिँ 2 महिनादेखि प्रयोग गर्दै आउनुभएको रहेछ। यसमा चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि डाक्टरको प्रिस्क्रिप्सन बिना हामीले जथाभावी चाहिँ फार्मेसीमा गएर औषधि चाहिँ नाक बुझिने बित्तिकै हामीले जथाभावी प्रयोग गर्यौं भने हाम्रो नाकमा रहेको सानो सानो रक्तनलीहरूको बाहिरको झिल्ली हुन्छ क्या, इन्डोथेलियम भन्ने लेयर हुन्छ। त्यो लेयरलाई चाहिँ यो औषधिले ड्यामेज गरिदिन्छ। त्यो ड्यामेज भइसकेपछि बिरामीहरूलाई झनै चाहिँ नाक बुझिने समस्या एकदम झनै बल्झेर आउँछ, झनै बढी हुन्छ क्या हैन। त्यसले गर्दा चाहिँ जथाभावी यो औषधि प्रयोग गर्नु हुँदैन। यो कन्डिसनलाई चाहिँ हामी मेडिकल भाषामा चाहिँ राइनाइटिस मेडिकामेन्टोसा भनेर भन्छौँ क्या। अनि मैले चाहिँ उहाँलाई त्यो औषधि अहिले नै छोडिहाल्नु भनेर चाहिँ काउन्सिलिङ गरेँ हैन। अनि त्यसपछि चाहिँ मैले एउटा नेजल स्प्रे, कर्टिकोस्टेरोइड चाहिँ नेजल स्प्रे चाहिँ प्रिस्क्राइब गरेँ उहाँलाई। त्यसपछि चाहिँ अब कहिलेकाहीँ चाहिँ सिभियर केसमा यो ओरल्ली स्टेरोइड औषधि पनि प्रयोग गर्नुपर्ने हुन्छ। त्यही भएर धेरै ख्याल गर्नु होला है। जथाभावी चाहिँ नाक बुझियो भन्दैमा चाहिँ फार्मेसीमा गएर जथाभावी चाहिँ औषधि किनेर हालिहाल्ने, डाक्टरको प्रिस्क्रिप्सन बिना चाहिँ प्रयोग गरिहाल्ने चाहिँ कुनै पनि औषधि चाहिँ त्यसरी चाहिँ नगरिदिनु होला है त।